कलियुगले मान्छेको चेतना उडाइसके छोरी। अनि त्यो गोलेले के साह्रो दुःख दिएको हो पवित्रालाई। बिचारा बालाखा छोरी छे। बिचारा पवित्र भाउजू धन्न सहन सक्ने रहेछन्। उस्तै भएको भए के को पर्खेर बस्थ्यो र त्यो गोले दाइलाई। त्यही त जाओस् पनि कहाँ, नमाइती नमावली, भाग्य पनि कस्तो लेखेर लिएर आइरहेछ। छोरी मान्छेको भाग्य कुन बेला के हुन्छ पत्तै हुँदैन रहेछ। बिहापछि कसैको त राम्रो हुन्छ कि त पनि बिहा गर्छिस्? केटो खोज्दिम? गर्दिन म बिहेसिए। बुढो दाइलाई भन्नु न राम्री भाउजू ल्याउनु भनेर। तेरो दाइ गाउँभरिकालाई पढाउँदै हिँड्छ, आफ्नो उमेर ढल्केको देख्दैन। उही धेरै पढ्यो भने पागल हुन्छ भन्थे बुढापाकाले। तेरो दाइ पनि त्यस्तै लाग्न थाल्यो हो मलाई त। कहाँ बौलाउनु र हो, यो गाउँमा सबैभन्दा जान्ने बुझ्ने भनेको नै मेरै दाइ भन्छन् सबैले। खै बुझ्ने हो कि नबुझ्ने हो, न जागिर नै खान्छ, न यही पण्डित कामै गर्छ, न बिहा नै गर्छ। गाउँकाले जे भने पनि सबैभन्दा काम नलाग्ने तेरो दाइ देख्छु हो म त यो गाउँमा। गाउँभरिकालाई सम्झाइ बुझाइ गर्ने दाइले आफ्नो भविष्य चाहिँ केही नसोचे चाहिँ लाग्छ हजुरलाई। अरूलाई धेरै सम्झाउने मान्छे आफू चाहिँ केही नजान्ने हुन्छ। होला होला।